हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को मिनी ब्लगमा। अनि आई होप हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि मेरो मिनी ब्लगहरू कस्तो हुँदैछ? ल अब लागो भिडियोतर्फ। नुहाएर हतार हतार मेकअप गरेर रेडी भएर अनि हामी चाहिँ बाहिर निस्किँदैछौँ कि आज। अनि म चाहिँ कहाँ जाँदैछु भने दिदीहरूसँग ड्राई पिकनिक जाँदैछु। रेडी भइसकेपछि चाहिँ दिदी र म चाहिँ निस्क्यौँ घरदेखि। अनि हामीले चाहिँ मोमो अचारहरू घरदेखि नै बनाएर लैजाँदैछौँ। त्यसपछि चाहिँ अटो आयो अनि हामी सबैजना अटोमा बसेर जाँदैछौँ। अनि आजभोलि चाहिँ बच्चाहरूको भ्याकेसन चल्दैछ नि त, त्यही भएर हामी सबैजना जाँदैछौँ। अनि उहाँ चाहिँ मेरो काले, अनि उहाँले चाहिँ स्पाइडरम्यान गर्दै हुनुहुन्छ। क्यामेरा देख्नु हुँदैन है, स्पाइडरम्यान गरिहाल्नुहुन्छ। अनि यसरी बच्चाहरू सबैजना रमाइलो गर्दै थिए। यसरी नै रमाइलो गर्दै गर्दै हामी चाहिँ जाँदै थियौँ। अनि हेर्नु न कति राम्रो भ्यू देखेको है यो चाहिँ। अनि हजुरहरूकोतिर कतिको गर्मी चढ्यो? हाम्रो चाहिँ त्यस्तो गर्मी छैन, हाम्रो चाहिँ मौसम ठिक्कको हुन्छ। यो मेरो भिडियो चाहिँ अस्तिको थियो नि त, शनिबारको। अनि मैले चाहिँ के कारणले गर्दा पोस्ट गर्न पाएको थिएन। जाँदै गर्दा चाहिँ मैले बाख्राहरू देखेँ कि, अनि उहाँ आन्टीहरू चाहिँ बाख्रा चराउन जाँदै हुनुहुँदो रहेछ। अनि हजुरहरू चाहिँ को जानुभयो जङ्गलतिर यसरी बाख्राहरू चराउन? मलाई पनि रमाइलो लाग्छ कि यसरी बाख्राहरू चराउन जङ्गलतिर जान, तर म चाहिँ जान पाएन। लड्छ भनेर जानै दिनु हुँदैन थियो कि मलाई चाहिँ बाख्राहरू चराउन। अनि कुरा गर्दा गर्दै हामी चाहिँ आइपुग्यो हाम्रो पिकनिक स्पोटतिर। अनि हामी आएको ठाउँको नाम चाहिँ भडौरे मन्दिर हो। ठाउँ चाहिँ राम्रो छ कि, यहाँ चाहिँ बच्चाहरू पनि मजाले खेल्ने ठाउँ छ। वरिपरि जङ्गल, अनि जङ्गलको बिचमा चाहिँ राम्रो ठाउँ छ, शान्त ठाउँ छ कि यो चाहिँ। अनि यहाँ चाहिँ मन्दिर पनि छ। मन्दिरमा चाहिँ भदौ महिनामा चाहिँ ठुलो पूजा अनि मेलाहरू पनि लाग्छ। हामीले चाहिँ टन्नाहरू लिएर आएको थियौँ नि त घरदेखि। अनि टन्नाहरू बिछाएर हामी सबैजना बसी मैले चाहिँ खुर्सानी काट्दैछु। चटपटी बिना चाहिँ हाम्रो ड्राई पिकनिक अधुरो भइहाल्छ नि, होइन त गाइज? अनि चटपटीको लागि चाहिँ सबै चिजहरू रेडी भयो। अनि त्यसपछि चाहिँ हामी लाग्यौँ खानातर्फ। अनि हामी सबैजना बसेर गफ गर्दै नास्ताहरू खायौँ, मोमो चटपटीहरू। अनि यो कोक पनि छोड्ने कुरा त भएन। अनि हामी चाहिँ कोकहरू पनि लगेर गएको थियौँ। अनि हेर्नु न, यो लालीगुँरास सामने चाहिँ अटोवाला दाइले लालीगुँरास दिनुभएको थियो। अनि मैले चाहिँ भिडियो बनाइहालेँ। अनि आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? बाई बाई गाइज, फेरि अर्को भिडियोमा भेटौँला।